यो सामानको नाम के हो? जीवनजल भनेर चिन्छौँ हामीले हैन। तर यसको खास नाम यहाँ के लेखेको छ बाबु हेर त? साल्ट केयर। केयर हेर त। यो सामानको नाम खास नाम चाहिँ साल्ट केयर है। अनि यो बनेको ठाउँ यो कुन ठाउँमा बनेको हो? बनेको ठाउँ यहाँनिर छ हेर नेपाल। कहाँ बनेको रहेछ? नेपालमा। ठिक छ। अर्को के छ? उद्योग वा कम्पनीको नाम। यो सामान बनाउने उद्योग अथवा कम्पनीको नाम के हो भनेर भनेको छ हैन। हेर है त यहाँ एसआर ड्रग प्राइभेट लिमिटेड है। एसआर ड्रग प्राइभेट लिमिटेड यो कम्पनीको नाम भयो, बनाउने कम्पनीको नाम। यो बनेको मिति यो कहिले बनेको हो? एमएफजी डेट भनेर भने होला। हेर त यहाँ कहिले छ? जुन 2023। कहिले छ अरे? जुन 2023। इस्वी सम्मत 2023 जुन महिनामा यो बनेको हो है। त्यसपछि म्याद सकिने भनेको यो बनेको मितिदेखि म्याद सकिने मिति भित्रैमा यसलाई उपभोग गरिसक्नुपर्छ। म्याद सकिने मिति भन्दा पछि उपभोग गर्न हुँदैन है। यसको म्याद सकिने मिति कहिले छ? जुन 2026। कहिले छ अरे? जुन 2026 है। यो 2023 मा बनेको जुन 2026 मा यो चाहिँ यसको म्याद सकिन्छ। त्यसभन्दा पछि चाहिँ यसको उपभोग गर्न हुँदैन। अब बुझ्यो? कुरो क्लियर? ल धन्यवाद।